हेलो हिमानी जी। हेलो। हामी हिमानी ब्युटी पार्लर मेकअप स्टुडियो मा छौँ। यतिखेर एकजना क्लाइन्टको कपाल काट्दै हुनुहुन्छ हिमानीजीले। यो कपालको बारेमा भनिदिनु न, तपाईँले कुन कट लाउनु भएको र कपालको समस्या? मैले चाहिँ यसमा स्टेप कट गर्न लाग्दैछु। यसमा चाहिँ बोटक्स गरेर चाहिँ एकदमै ड्यामेज भएछ। त्यही भएर हामीले स्टेप गरेर चाहिँ ड्यामेजलाई फ्याक्न लाग्दैछौँ अनि एउटा हेयर स्टाइल दिन आँट्दैछौँ। जस्तै कपालमा अहिले धेरै बोटक्स गर्ने विभिन्न कुराहरू आइरहेको छ नि। जस्तै हजुर ब्युटिसियन, आफूलाई मेकअप आर्टिस्ट पनि भन्नुहुन्छ। यो बुढा नीलकण्ठ 8 भङ्गालमा रहेको छ हिमानी मेकअप स्टुडियो। कतिले त ब्युटी पार्लर भनेर चिन्नुहुन्छ। उहाँको कपालमा चाहिँ के गर्दा ड्यामेज भयो रहेछ? जस्तो सेन्सिटिभ नभइकन गरिएको जस्तो देखिन्छ नि कपाल, है झरेको पनि रहेछ। कपाल चाहिँ सेन्सिटिभ कपालमा चाहिँ हजुरको अब एकदम हिट गरेर चाहिँ केराटिन स्ट्रेट गरेकोले गर्दा चाहिँ यस्तो भएको जस्तो लाग्छ। अब अहिले चाहिँ ब्युटिसियनहरू पनि पैसाको लागि भनेर जस्तो सुकै क्रिमहरू युज गरेर चाहिँ स्ट्रेट गरिदिनुहुन्छ। त्यो कारणले गर्दाखेरि पनि अहिले सलुनहरूमा एकदम विकृति जस्तो फैलिरहेछ। त्यो चाहिँ गर्नु भएन। हामीले कपालमा के कुराहरू गर्दा कपाललाई राम्रो हुन्छ? कपालमा हामीले कहिलेकाहीँ हेयर स्पा गर्ने, हेयर ट्रिटमेन्टहरू गराउने, अनि ओइल मसाज गर्ने। कपालमा जस्तै कलरहरू लगाउने, अहिले विशेष गरी कोरियन केपअप स्टाइल हुन्छ नि त्यो, अनि जस्तै अब इङ्ग्लिस स्टाइलको त्यस्तो गर्छन्, कलरहरू प्रयोग गर्छन्। त्यसको कलरहरूबाट चाहिँ कसरी कलर पनि गर्ने अनि कपाललाई कसरी सुरक्षित गर्न सकिन्छ? हजुर, त्यसको लागि चाहिँ हजुरले कलर गरे पनि टाइममा कपाललाई ट्रिटमेन्टहरू गराइराख्ने। हजुर, तपाईँको पनि कपालको कुन कलर लाउनु भएको? मैले चाहिँ गोल्डन ब्लन्ड हो। कपालमा कलर गर्न अब सोख हुने मान्छेहरूले त गर्नुहुन्छ नि। त्यो सँगसँगै केयर गर्यो भने चाहिँ कपाललाई ड्यामेज हुनबाट बचाउँछ। हजुर हजुर। अनि कमसल खालको क्रिमहरू प्रयोग गर्दाखेरि पनि कपालहरू यसरी ड्यामेज बनाउँछ भन्छन् नि। हजुर, त्यही भएर चाहिँ हामीले एकदम क्रिम प्रयोग गर्दा चाहिँ एकदम राम्रो खालको क्रिमहरू प्रयोग गर्ने। सस्तोको पछाडि होइन, राम्रोको पछाडि चाहिँ लाग्नु पर्यो। हजुर, अनि व्यक्तिगत सरसफाइ अन्तर्गत अब हामीले कति आफूलाई ख्याल गर्छौँ। जस्तै त्यही भएर क्रिमहरू छनौट गर्दाखेरि पनि राम्रो क्रिमहरू, राम्रो मेकअप स्टुडियो, राम्रो पार्लरमा जान पर्यो, है? हजुर हजुर। कपालमा कलरहरू गर्दाखेरि जस्तै कलर गर्यो नि, अनि तेलहरू, स्याम्पूहरू राम्रो प्रयोग गर्ने। केराटिन जस्तै अहिले त केराटिनको पनि कति छ नि। अनि कतिपय यो स्किनको नाममा, यस्तो छुटको नाममा चाहिँ एकदमै कमसल क्रिमहरू लाएर कपाल बिग्रेको पनि भन्छ। सायद बहिनीको पनि त्यही भएर हो कि? हजुर, त्यस्तै लाग्छ मलाई पनि। अब अहिले अफर भनेर जताततै अफर राखेर एकदम कमसल क्रिमहरू प्रयोग गरेको हुन्छ। त्यसले गर्दा नै हाम्रो कपालहरू ड्यामेज भइन्छ। बरु थोरै पैसा बढी भए पनि राम्रो गर्नु पर्यो। हजुर।